अहिले हामी चाहिँ उसमा आछौँ माउन्ट आकागी। पोखरी पुरै हिउँले ढाकिएको छ। वहाँ रमाउँदैछन्। गरी महिना लाग्न थालिसक्यो, अझै पनि हिउँ पग्लेको छैन। दृश्य अझ हामी चाहिँ अहिले लगभग गरी महिना सुरु हुन लागेको छ। यो सायद अन्तिम नै होला। अबको 1 महिनाभित्रमा यहाँनिर हिउँ रहँदैन, सबै हिउँहरू पग्लिसकेको हुनेछ। 1-1.5 घन्टा हिउँ खेलिसकेपछि चाहिँ अहिले हामी घर फर्किन लागेको। अहिले यहाँ चाहिँ हारू यासुमी हारू सिजन चलेको छ। यो बेलामा चाहिँ रुखको पातहरू सबै झरेर रुखको डाँठ मात्र, रुख मात्र रहन्छ। तपाईहरुले देखिसक्नुभयो। यो चाहिँ आकागी, माउन्ट आकागीको। हेर्नु होला, अझै पनि हिउँ छ। हिउँ मनपर्ने साथीहरू आउनु होला। अब केही दिनमा हिउँ सबै पग्लिसक्नेछ। हिउँविहीन भएको छ अहिले। पार्किङको छेउछेउ मात्र अलिअलि हिउँको थुप्राहरू छ। अब हामी फर्किन्छौँ। मेरो गाडी अब हामी ब्याक टु गुन्ना। यो चाहिँ यहाँ आकागी, माउन्ट आकागीको यो पोखरी चाहिँ हिउँले ढाकिएको छ। अब घाम लाग्यो नि त सबैतिर गड्डा लाग्यो धेरै। कस्तो अनुभव भयो त हिउँमा खेल्दाखेरि? एकदम रमाइलो। एकदम रमाइलो। कालिम घट्दा भनेर 22-23 वर्ष भयो। बल्ल हिउँमा पर्छ। म त खेल्दिनँ अब। किन भएको? टाइदेखि टाइसम्म म त यो खेल्न पुगेँ अब त। हाम्रै खेलेर भ्याएको है। ओ यो खेल्न पुग्यो। यो होला लास्ट है। सबै हामीले मारेको हो गाइस। अच्छा जामा त किसो म जाम हामी पनि जाम भन्छ अब त सबै त्यो गाडी भर्नाले पाउनु भयो। जुत्ता है जापानको पानीले हुँदाखेरि पहेँलो भएको छ।